अब चाहिँ हामीले बनाइसक्यौं मोमो छ हरहर बास्ना आएको छ मोमोको अब हामी खान्छौं कस्तो छ मोमो यो नि हाल्नु झोल मोमो गाइड मिठो अलि पाके ह हामीले सुमेतनेर आमा मोमो कस्तो छ मिठो मिठो हल्ला मिठो छ मिठो डल्लो मुखमा लगाएर मिठो भन्नु न घ्याप घ्याप हालेको किमा बनाएको छ यस्तो मोमो आउँदैन के मोमो बनाउनु चाहिँ सिक्दै हो काम चलाउ बनाएर खाने हो मासुको चट्टा लाएर दामी हुन्छ नि त हौ अन्त फेरि स्पेशल मोमो बनाएर खाने मान्छे हो नि त फर्स्ट क्लास हेलो साथीहरु यहाँ हेर्नुस् यो हाम्रो मकैबारी अनि उ त्यहाँनेर हेर्न सक्नुहुन्छ सानो भाइ खेलिरहेको हेर्न सक्नुहुन्छ हाम्रो सानीले बनाउनु भएको मोमोको स्टाइल यताबाट निक्लिसक्यो हेर्नुहोस् साथीहरु यहाँ एक सेट भरिएको ल अब अर्को सेट नि भइसकेको छ ओके म यहाँ चेन्ज गर्छु ल अब बनाइ ल अब यो मुनिबाट हाल्दिने हो टक्क लाएर अथवा यो माथिबाट अब पाक्छ झ्याप्प लाएर मोमो अनि त्यसपछि खाने हो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो झोल उहाँ चाहिँ मेरो आमा डल्ला बनाउने अनि मेरो चाहिँ मामु म चाहिँ यस्तो रोटी बनाउने है गाइस अनि यहाँ हेर्नु हेलो गाइस म चाहिँ मोमोको डल्ला बनाउने हाई गरे उ चाहिँ मेरो भाइ अब चाहिँ हामीले बनाइसक्यौं मोमो छ हरहर बास्ना आएको छ मोमोको अब हामी खान्छौं कस्तो छ मोमो यो नि हाल्नु झोल मोमो गाइड मिठो अलि पाके ह हामीले सुमेतनेर आमा मोमो कस्तो छ मिठो मिठो हल्ला मिठो छ मिठो डल्लो मुखमा लगाएर मिठो भन्नु न जाउनु बोतलले एउटा म दिन्छु अनि हालिदिन्छु बोतलले त म खनाइदिन्छु दामी भयो मोमो यहाँ झिक्नेले खान्छ यता ल्याउन ऊ स्टिलको थाहा नि तिमीहरू चाहिँ आफ्नो भरिदिन्छु त फुट्ला फेरि याद गर ल कस्तो मिठो अलि बढी पाकेर होला क्या साथीहरू अलि फुटेको छ क्या मोमो चाहिँ अलि धेरै पाकेछ नि त ल साथीहरू मैले चाहिँ खाएर सकाइसकेँ उहाँहरू चाहिँ खाँदै हुनुहुन्छ यही हो आज हामीले मोमो बनाएर खाएको मिठो भयो रमाइलो भयो यो आज हाम्रो मोमो पार्टी हामीलाई चाहिँ मिठो लाग्यो मोमो हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ मन पर्छ भने लाइक गरिदिनु होला बाई बाई